खेर आजसम्म चाहिँ 2 हप्ता भयो। अस्तिको मन्डेदेखिको मैले यो अकाउन्ट युज गर्न थालेको। अन्त पास त भएको छुइनँ, अलिक प्रफिट पनि भएको छैन, तर पनि टिकी चाहिँ रहेको छ अकाउन्ट। नत्र भने चाहिँ एक हप्ता पनि टिक्दैन थियो, 2 दिन 3 दिनमा ब्रिज हुन्थ्यो। तर यो अकाउन्ट चाहिँ एकदम टिकिरहेको छ। प्रफिट लस भइरहेछ, तर लस धेरै हुँदैछ। प्रफिट भने चाहिँ 2-3वटा हुँदै थियो, तर पनि अलिक राम्रो धेरै हुँदैछ। त्यसै कारणले चाहिँ ब्यालेन्स भइरहेको छ। अहिले हुनु त लसमै छ, तर पनि अकाउन्ट टिकिरहेको छ। 2 हप्ता अकाउन्ट टिक्यो, त्यसको मतलब धेरै इम्प्रुभमेन्ट भएछ म माथि पनि। हुन त मैले पनि धेरै ट्रेड लिएको छुइनँ, एकदमै कम्ती गर्दैछु अहिले। त्यही हो, बिस्तारै बिल्ड गर्नुपर्छ। यो स्ट्राटेजीहरू बिस्तारै बिल्ड गर्नुपर्छ। साइकोलोजी, ओभर ट्रेडिङ कम गर्नुपर्छ। त्यही हो, बिस्तारै सिक्दै जाने हो। अब एकैचोटि लालच आउँछ मान्छेकोमा, सबभन्दा बेसी भनेको ठुलो कुरा भनेको लालच आउँछ। त्यो लालचले गर्दाखेरि चाहिँ आफ्नोमा भएको पनि उडिपठाउँछ। अन्त त्यसै कारणले चाहिँ अगर जति आफ्नोमा छ, जति बचेर खेल्नु सक्छ बचेर खेल्नु। त्यो लामो टिक्नु छ भने चाहिँ बचेर खेल्नु। लङ रनमा 1 सालसम्म बाँचेर खेल्यो भने प्रफिट त हुन्छ नि अवश्य। अहिलेको माइन्डसेट चाहिँ त्यो बिस्तारै चेन्ज हुँदै जान्छ। पहिलेतिर चाहिँ के थियो भने म 1-2 दिन 3 दिन एउटा 2टा 3टा ट्रेडमा म फेज 1 च्यालेन्ज फेज 1 पास गर्छु, त्यहाँबाट 3 नाममा उयो फेज 2 पास गर्छु भनेर सोचेको हुन्थ्यो। तर रियालिटीमा त्यस्तो हुँदैन। अगर फेज 1मा 3टा ट्रेडमा पास गर्नु छ भने मिनिमम 1% 2% को रिस्क हुन्छ, $100 को रिस्क। अन्त $100 एकपल्टमा गयो भने, त्यहाँबाट $100 एकपल्टमा गयो भने त्यहाँबाट के हुन्छ भने त्यो कन्फिडेन्ट लो हुन्छ। अन्त कन्फिडेन्ट लो भएपछि गलत चिज मात्रै हुन थाल्छ। मतलब त्यो कन्फिडेन्सै नभएपछि, कन्फिडेन्ट लो भएपछि गलत चिज मात्रै हुन थाल्छ। कहाँनिर ट्रेड गरिन्छ, या त ओभर ट्रेड गर्यो, या त एन्ट्री नै नहुने जग्गातिर नि एन्ट्री गरियो, त्यही हुन्छ। रिभेन्ज ट्रेड गरिन्छ, त्यही हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ 2 हप्ता भयो। म ट्रेड पनि के लिएको थिएँ त्यो पनि भिडियो बनाइकन हाल्छु एउटा।